यी बुढाको छुट्टै छ कहानी फेरि उठ्नुहोस्। म भन्दा नि नक्कले हुनुहुँदो रहेछ। मलाई त त्यस्तै मान्छे चाहियो, झोला बोक्ने, थपक्क बस्ने, यतै हेरेर मोहनी लगाउने। ओहो हजुरले त फेरि माया लाउन के ल्याएर आउनुभएको छ? चुरोट चुरोट हो, ऊ बेलामा पाखामा गएर चुरोट खाएको झल्को आछ क्या। गाई बाख्रा हेरेर गोठालो गएर कति घाँस काटिन्थ्यो। हजुर त झन् तरुणीसँग लिने, उतै नाच्ने, रमाउने, बेलुका यसो खाएर आउने बानी अझ गछ कि छैन? तपाईँ कता कता, म त यतापट्टि बसेको छु, बुढो मान्छे। ओहो म भन्दा नि बुढो हुनुहुँदो रहेछ। ल आउनुहोस्, यतै जोडा मिलाइदिउँ कि जस्तो लागिराखेको छ। चस्मा लाएर हेर्दा म कस्ती देखिया छु। राम्री राम्री आहा हिँड्नु जस्तो। ओहो यस्तो भयो भने त फेरि यतै मायाजालमा पर्छु म। त्यहाँबाट हेर्ने मात्रै, यता आएको भए त पाउनुहुन्थ्यो नि। तैपनि ओहो त्यो भन्दा नि अर्को मायालु देखाइदिन्छु मैले। कति राम्रो हुनुहुन्छ। ओहो एकछिन पक्नु, चिट्टा हाल्यो यहाँ। चिट्टा हालेर कसको भागमा पर्छ ऊ। यता आउनुहोस्। लौरी टेक्दै खै कता गएको, मेरो माया तिम्रो नै लाएको हो। ल भनिदिनुहोस्। टेकेर त संसारै गएको, नानीको दर्शन गरेर दौडेर फेरि अगाडि आएको। नानी होइन, श्रीमती भन्ने हो। अब तिम्रै दुलही बन्ने हो म। बन्न त बन्ने, एउटा चाहिँ बुढो भएको थाप्रीमा लाएर आएको, तरुणीको पाइन्छ भनेर दौडेर आएको। आज पाउँछौ भर्खर कि तरुनी किन गर्छौ, खै कसो गरुनी। अलि अगाडि आउनुहोस्। लौरो टेकेर जोडा त यतै मिल्ला जस्तो छ। उखान टुक्का बुढो मान्छे भयो नि, उखानमा त मन जित्ने खालको हुनुहुन्छ। भाग्यले साथ पाएको, 10 वर्ष पुगेर 11 वर्ष लागेको, राएर आएको। यस्तो सरस्वती माता मेरो भविष्यले कसरी दुराएको। मैले जान्छु कि भनेर नमस्कार पनि लगाएको। तिमीलाई मैले बाँचुन्जेल पालिदिन्छु। दाँत फुक्लिया छ, सुनैको हालिदिन्छु। देखाइदिनुहोस् त, यताबाट देखाउनुहोस्। खिस्सा हाँस्नु त हे गरेर। अनि खिस्सा हाने नानी, तिम्रै काखमा परन जाओस्, भगवान्सँग यो प्रार्थना गर्छु, तिम्रै काखमा तेर्सु गरेर मर्छु। हो सँगै जन्मिने, सँगै मर्ने, सँगै हाँस्ने भन्नुभएको छ। लौरो त साह्रै बलियो छ। यो थाक्रेको वनपाखामा हिँड्दा हिँड्दा झन् बलियो भएछ लौरो। हाम्रो ढाडभन्दा नि बलियो भएछ के यो लौरो त। ओहो आज त माता तीर्थ औँसी हो। सबै नाति नातिनाले मेरो मुख हेर्नलाई आउनु भएको छ। एकैछिन फोटो खिच्नुहोस् बाबु, आज आमाको मुख हेर्ने दिन हो। अब कति बाँच्छौँ न र। हाम्रो जोडी त दीपक बाबुले पो खिचिदिनु भएछ। बाबुलाई पनि आशीर्वाद छ, फलोस् फुलोस् राम्रोसँग। हाम्रो बुढेसकालका गाला 16 वर्ष जस्तै निकाल्नुहोस्। हजुरको यो गाला त मैले साग खुवाएर यस्तै बनाउने हो। अब पिरमर्ग मसाउनु, खाने बेला आँखा नतर्नु, बोलाएपछि पाएपछि तर्काउनु बोलाउनु। नानी ल्याएपछि खान्छु, तिम्रै कखना त्यसो भएर परान फाल्दै यो लोक छोडेर जान्छु। ओहो तिम्रै कसम खाएर बोलाउने, पुता पहिलो माया भाछन् त्यत्तिकै टोलाउने। आउनुहोस् त, अघि चिट्टा हालेर पाउने भनेको थिएँ। अब क्यार उहाँले फकाइसक्नुभयो। हजुर त्यहाँ टोलाएर बसेर हुन्छ? मौका त फुत्क्यो त। पहिलेकै रहेछ त, अनि म पछि आएर हुन्छ त। त्यो अनि बुझ्नु पर्यो न त, कसको कहाँ के छ सेटिङ मिलेको भनेर। उहाँसँग कति मेला पाते, थाक्रेको वनपाखामा हिप बाख्रा हेर्दै, भैँसी हेर्दै मया बसेको थियो। यो लौरो साँटासाँट त्यही बेलै थाहा हो। तर चस्मा चाहिँ राख्नु भएको रहेछ है, मैले दिएको चस्मा। ओहो यो चस्मा राखेर भयो नि मन बुझाउनुहोस् है। हस् हस् यस्तै मायालु भएको भए त किन यस्तो धेरै कहानी बजारमा किन आउँथे। हस् भनेर उहाँले हामीलाई प्रेम गर्ने मौका दिनुभयो। मसँग आउनुहोस् भने आश गरे, फेरि अर्कोसँग तेर्सो परे, म नमस्कार गरे, बिदा भएर उत्रले एक्लै अगाडि सरे। कुरा त खत्रै गर्नुहुन्छ। ल ठिक छ, अब दोहोरी गाएर रमाउने। बुढो मान्छे भयो नि, अब लौरो टेक्दै टेक्दै उता गएर हाम्रा अतिथिलाई जमाउने। जानुहोस् हजुर। आधे हो तपाईँ यस्तो राम्रो भएको। हजुर आले हजुर। आमै यति सानो केटीसँग तर कस्तो कडा हुनुहुन्छ बा। जय होस्। ल तपाईँ टाँठै रे, तुम्हारे थाहा भएन। जोरदार ताली दिउँ, जोरदार ताली दिउँ हाम्रो थाक्रेको